हेलो एन्ड गुड मर्निङ सम्पूर्णलाई संसारमा हुनुहुन्छ होला अनि अस्मि फ्यामिली भ्लगमा वेलकम छ, स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। अनि म चाहिँ फाइनली गाइजहरू म चाहिँ माइत छु फाइनली। अनि यहाँ रक्सी पारिदियो साथीहरू जानु होला के गर्दैछु। अनि म चाहिँ माइत आएको छु अनि साथीहरू रक्सी पारेर बसिरहेको साथीहरू। अनि यस्तो छ मेरो घर चाहिँ, म घर चाहिँ देखाउँछु तपाईहरुलाई साथीहरू यदि जानु होला। अनि यस्तो गरेर पारामा रक्सी पारै हो। अनि यो चाहिँ केरा बनाना अनि लोकल बनाना। अनि यो चाहिँ आन्टीको घर, अंकल आन्टीको घर हो यो चाहिँ। यहाँ चाहिँ हामी जन्मेको। अनि पछि भक्काएर चाहिँ यो नयाँ बनाएको हाम्रो बाजे हजुरबाको घर हो। अनि यस्तो छ खोरहरू अनि फुल। अनि यो चाहिँ घर सुन्तलाबारी केराबारी। यो चाहिँ मेसिन, यो भैँसीहरू गोठ टोइलेट। यो चाहिँ घर हो है साथीहरू। हेर्दै जानु होला साथीहरू म के देखाउँछु। पहिले आएको गाइजहरू यहाँ चाहिँ बाहिर छ। आज आमासिको दिन बहिनी आइज देखाउँछ है तपाईहरुलाई। अनि छोरी चाहिँ भाँडा माज्ने त्यहाँ नचलाउन। मैले चाहिँ भाँडा माझेर कपडा धोएर सकेको। अनि बहिनी आइज है गाइजहरू तपाईहरुलाई देखाउँछु। यो चाहिँ भैँसी कसैले के ल्यायो आमा छोरीले के ल्यायो कोलाई देखाउने होला तँलाई। यहाँ आइजन आमा सिदिन हो टिको लगाएर राते भएर हो कोही राम्रो भएर किलोले कसरी त्यही चप्पल लगाएर आएको धुलेर फुलै गाडीमा आएको म त गाडी गाइसकेर माइत आएर केरा खानलाई पिले चार्नलाई हो। अहिले खाए मम बनाना खान्छ यो बनाना बनाना खाएर पेट धार्यो तिमीलाई। बहिनीको कोसेली मम्मी लो खाऊ आमा ल जाइन्छ छट्टु यता छ लौ खाने तिमीहरूले नि आमा औसीमा बहिनीले स्याउ अङ्गुर खाइछे। लौ तर खाने अलि दिसै आफैले लिएर हेरी आफैले गर्छ एन्सीले हेरी। लौ
नहाला है दिदी हँ नहाला ल हाल्ने हो नि त्यति हो त्यति हो यो मन आमाको मुख हेर्ने साइली बहिनी आउनुभएको छ के ल्याइदिनु भएको छ खै देखाइदिन्छु म भिडियो चाहिँ यो नरिवल के मिर्ची खुवाइदिन त मम्मीलाई आमा मुख हेर्दिन दिउँसो मण्डललाई चाहिँ तनमनले खाएर अलि एलिसाले त के अरे व्रत बसेर आइदिएको मैले नखाएर अङ्गुर खाइदिएको यस्तो खाइदिनु मुखमा खान्छु नखाइ यस्तो खाइदिन्छ मुखमा खाइदिन्छ बस्नु क्या बस्नु यो गला लाग्छ यार पहिले त्यस्तो आमा मुनिको आमा होस् तैँले खुवाइदियो मलाई तैँले दिएको कुरा मेरै दिदी अङ्गुर खाँदैन मैले दोकान जानु नि के हेर्नु पुस्यारोलाई बर्गर पान जाने तिमीले मम्मीले खाइदेऊ यसले त्यतिको लगाइदियो मलाई मलाई टेन्सन त्यो लाउनु मिल्न मम्मीले त नि 1 वर्ष 45 दिन होइन ल 45 दिनमा बत्ती बाल्ने उहाँ चाहिँ मेरो मम्मी उहाँ चाहिँ साइली बहिनी उहाँ चाहिँ साइली बहिनीको छोरो उहाँ चाहिँ कान्छी बहिनीको छोरी मका यिनी चाहिँ मेरो छोरी तेरै सासूलाई सोध्नुहोस् के लाइभ भइदियो र होइन गोरु चाहिँ कुखुरा अनि बहिनीले चाहिँ ऊ गरी चाहिँ बोरा बोकेर हिँड्ने चाहिँ अनि छोराहरू चाहिँ छन् बोरा बोकेर मैले बोकेको हामीले चाहिँ गाईहरू अनि मैले नि बोरा बोकेको छु साथीहरू कोहीले काफल दिएर खान्छन् बेच्दामा ए बन्न पाइन्छ छोरा उहाँ बुटामा आइज हिँड्नु अर्को टिपेर खाइदे ल हिँड त रुख अलो धेरै छ हिँड त धेरै छ हिँड बहिनी साइली चाहिँ बहिनीको छोरा चाहिँ यस्तो कपाल भएर रुन्छन् मेरो छोरो गयो दाइ गयो अरे किलाप रुख यो चाहिँ मेरो माइतको खेत तलसम्म खेत सुन्तला लगायो अहिले सुन्तला लगाएको प्याज लगाएको जार बारीमा सुन्तला यत्रो भाइको बारी खेतमा बाबा आमाको खेत मेरो जन्मेको ठाउँ जन्मथलो त्यहाँ बहिनी र मम्मी यहाँ चाहिँ हामी खेलेको सानो छँदा यहाँ चाहिँ खेलेको हुर्केको ढुङ्गा त्यो चाहिँ बहिनीहरू हामी चाहिँ काफल खानु जान्ला यस्तो लगाएको रहेछ भाइले मेरो भाइले यस्तो प्रगति गरेको रहेछन् सुन्तला यत्रो रहेछ बोल
यस्तो र सुन्तला लाएर खेतमा बाँझो खेत रोप्ने बारीमा सुन्तला यस्तो सुन्तला कस्तो फल्यो थियो कोही मसिना कोही यो ढुङ्गामा चाहिँ हामी बस्ने यो भाइको छोरो बहिनीकी छोरी बहिनीकी छोरो आमा काफल लत्रमा फलेर हेर जम्मै चुही किरा राम 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 चाहेको र चुही केराटी यार भन्ने भाइ यत्रो केटाले नि बा यस्तो रहेछ तिन हाम्रो मम्मी बुट्टामा काफलको एउटा बाँडानी त्याचरी च्याउ साइदी बाँडानी त्यो कान्छी बाँडानी हालिने युट्युबमा हामी चाहिँ यहाँ बसेको रकपारामा है रकपारामा नि रोटी कप खाना लाउनु भएको छ।